यो चाहिँ हो म बस्ने बिल्डिङ 1 2 3 4 फोर्थ फ्लोरमा चाहिँ म बस्छु होइन। र अहिले चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि आज छुट्टी छ उठ्ने मात्रै निस्केकै मुख पनि धुँदैन म चाहिँ अब र नमस्ते सबैलाई, सबैजना सन्चै हुनुहुन्छ होला है। र आज चाहिँ मेरो छोराको बर्थडे हो है, 28 तारिक 28 अगस्त 2012 चाहिँ उसको जन्म भएको थियो है। र यसै आज मेरो हुन त धेरै साल भयो उसको जबदेखि म विदेश आएको है, मोटामोटी 12-13 सालै भयो। त्यति बेलादेखि नै उसको बर्थडे इन्जोय गर्नै पाएको छुइनँ क्या। अन्त त्यसले गर्दा फेरि आज चाहिँ मेरो छुट्टी छ, कम्पनीको नै छुट्टी छ है आज। अनि त्यसले गर्दा फेरि चाहिँ म पनि आज चाहिँ सुँगुरको मासु लिएर चाहिँ मोमो बनाइदिनु पऱ्यो भनेको आफूलाई, आफ्नै लागि के हो, मोमो चाहिँ खाइदिनु पऱ्यो भनेर चाहिँ बिहानै उठेर चाहिँ लागेको अब सामान ल्याउनुको लागि हो। यहाँ बसिरहेको छु, अब जान्छु हिँड्दै ऊ पर पाउनु चाहिँ देखाउँछ तपाईँलाई ल। र सामान लिनु जाँदैछु है त अब यसमा गरेर कुदाउने हो। आज रक्षाबन्धन पनि रहेछ होइन। र रक्षाबन्धनको पनि सबैलाई शुभकामना, जो टाढोमा हुनुहुन्छ है, म जस्तै सबैले मिस गरिरहनु भएको होला आफ्नो दिदी बहिनीहरूलाई है, त्यस्तै हो। कस्तो अनौठो भइरहेछ आज, आफूलाई अनौठो लागिरहेछ। र किमा चाहिँ यस्तो छ हो, पोर्कको यसको चाहिँ बनाइन्छ मोमो हो। लगेर अब एउटा चाहिँ लाने हो, यसको पनि कति हुन्छ 12 दिरहम रहेछ। ए बेली भनेको चाहिँ लाम्टा अब भुँडीको होइन। अनि यो करङको दाम कति हो, 36 रुपियाँ छ, 36.50। र पोर्क बेली चाहिँ कति चाहिँ 23 दिरहम। र यो चाहिँ तपाईँको अलिक कस्तो हुने कन्डौली हुन्छ नि अब फिलाको 18.50। मासुको दाम पनि लागेको साग कस्तो दाम बढ्यो यार, पहिला 12-13 थियो, अहिले 8